न्यू डे न्यू स्टार्ट। बिहानको स्टार्टिङ चाहिँ मेरो पानीदेखि भयो। पानी खाएको चाहिँ मैले पिएको चाहिँ मैले तपाईँलाई अपडेट गर्न सकिनँ। सो आई एम ड्रिङ्किङ माई टी विदाउट सुगर। अब यो पछि मेरो ब्रेकफास्टपट्टि लाग्छु। आज म ब्रेकफास्टमा के बनाउनेवाला छु, समथिङ हेल्दी, त्यो हेर्दै गर्नुहोस् होला। स्टे ट्युन। बिहान नानीहरूलाई के खुवाउँ हुन्छ, नानीहरू कस्तो चुजी हुन्छ होइन। टचवुड मेरो नानीहरू त खानु त खान्छ, बट स्टिल म नयाँ नयाँ आइटम बनाउने चेष्टा गर्छु उसको लागि। सो आज मैले आटाको आटा र मोदकको पिठो मिक्स गरेर अन्डा हालेर प्यानकेक बनाएर दिन्छु हामीसँग। उसले मन पराउँछ कि मन पराउँदैन, मन त पराउँछ, अरू बेला पनि म दिन्छु। मैले तपाईँहरूको नानीहरू खाँदैन होला यस्तो पनि दिनु सक्नुहुन्छ भनेर सेयर गरेको। सो प्लिज हेरिदिनुहोस् होला कस्तो हुन्छ भनेर। ओके, त्यो अलिक बेसी क्वान्टिटीमा बनाउँछु किनभने म पनि खान्छु। सो यसको चाहिँ म मकैको आटा युज गर्छु। क्वान्टिटी दिनुहुन्छ दिनु सक्नुहुन्छ। किन मिक्स गर्छु भनेर चाहिँ मलाई अलिकति यो मकैको आटा अलिक नानीलाई हेभी हुन्छ होला भनेर चाहिँ मैले यो आटा मिक्स गरेको। अन्त अलिकति सफ्ट पनि हुन्छ। सो मिक्स गर्नुहोस्, जति हुन्छ त्यति बनाउनु। सो मेरो सेटअप रेडी छ, एभ्रिथिङ इज रेडी। म यो बटरमा बनाउनेवाला छु, प्यान पनि तताउँदैछु। सो यो रेडी छ, अब म हालेर देखाउँछु तपाईँलाई। एकदमै कम्ती सबभन्दा कम्ती अइल युज गर्ने चेष्टा गर्छु। छिटो गर्नुपर्छ किनभने बटर छिटो बढ्छ। सो छिटो गर्नुपर्छ, अलिक बटर हाल्दा चाहिँ लो फ्लेममा राख्नुहोस् होला।
प्रब्लम हुँदैछ एउटा हुन्छ रेकर्ड गर्दैछु सो रिड लगायो भने चाहिँ के हुन्छ छिटो पनि पाक्छ अनि सफ्ट पनि हुन्छ सो लेट्स चेक यो माथिको जुन चाहिँ यो मोस्ट हुन्छ यो गिलो हुन्छ त्यो अलिकति सुकेपछि त्यो माथि अलिकति फेरि बटर लगाउनुहोस् ताकि फ्लिप गर्दाखेरि चाहिँ यो साइड पनि मजाले होस् सुक्खा नहोस् त्यसै पनि यो अलिक ड्राई नै हुन्छ मकैले गर्दा त्यति बेला चाहिँ तपाईँले फ्लेम अलिकति मिडियम फ्लेममा राख्दा हुन्छ यतिको भयो धनिया खोर्सानी प्याज सब्जीहरू ग्रेट गरेर यसलाई फेरि ढिल लगाइदिउँ 2 मिनट्स दिउँ पाक्नु। यो चाहिँ म अब नानीको लागि बनाउँदैछु उसको लागि चाहिँ अलिक सानो सानो बनाइदिन्छु किनभने उनीहरूलाई मजा आउँछ इन्जोय गर्छ स्मल स्मल राउन्ड राउन्ड सेप भन्दै खान्छ सो म नानीको लागि चाहिँ अलिकति यसमा बनाइदिन्छु। यो प्यान चाहिँ एकदमै इजी हुन्छ यसमा पोच्ड एग बनाउनु तपाईको फ्राइजहरू स्माइलीहरू बनाउनु पनि इजी हुन्छ छिटो हुन्छ। सो मेरो नानीले इन्जोय गर्दैछ खाएर ब्रेकफास्ट उसलाई मन परेछ मन पराउँछ पनि पहिला पनि बनाइदिएकै हो सो तपाईको पनि नानीहरूलाई केही इन्ट्रेस्टिङ न्यू थिङ खाना खुवाउनु छ भने यसरी खुवाउन सक्नुहुन्छ। Thank you for watching. Hopefully तपाईहरुलाई मन पर्यो होला यो भिडियो। फेरि पनि म यस्तै भिडियोजहरु लिएर आउने छु तपाईहरुको माझमा। Thank you for watching. Please follow my channel, subscribe my channel. Thank you.